हेलो नमस्ते एभ्रिवान आई होप सबैजना आरामै हुन्छ र नि यस हामी पनि आरामै छौँ सो या अब आज चाहिँ हामी अहिले ठ्याक्कै कति तपाईको 18 घण्टा हुन आँटिसक्यो लाइन गएको हैन सो मोबाइल पनि अफ थियो अनि अहिले चाहिँ हामीले ठ्याक्कै इन्भर्टरबाट मोबाइल चार्ज गरेर सो यहाँ आइसकेको आधी पछि मात्रै मोबाइल चार्ज भएर सो अब त्यो अहिले चाहिँ हामी ठ्याक्कै बासी चौरीमा आएको छौँ हैन अब सायद हामी अब यहाँबाट जान्छौँ होला अनि यहाँबाट हामी पनि गएर पनि हामी अर्को एक दुईवटा प्लानहरू छ सो त्यो प्लानहरू के हुन्छ के कहाँ जान्छ हामी तपाईहरुलाई छोटो भए पनि देखाउने कोसिस गर्छौँ है त अब त्यो एभ्री मन्डे हामीले अब सानो भए पनि भ्लग गरिरहेको छौँ सो आज अब लाइन नभएर मोबाइल चार्ज नहुँदा पनि अब किन नगर्ने भन्ने कुरा हैन सो जसरी भए पनि तपाईहरुले हाम्रो मन्डे चाहिँ सानो भ्लग गर्ने कोसिस गरिरहेका छौँ सो यो अब कता के जान्छौँ हेर्दै गर्नु है गर्मीले बिजोग भइरहेछ नि सेकुवा पनि अलिक लेट आयो गर्मीले गर्दाखेरि लाइन छैन हालत हाम्रो टुरी फ्यामिलीको हालत कस्तो महसुस भइरहेछ हौ दाइ कस्तो भने गर्मीले शेष भइरहेछ के हो गर्मीले लाइन गएको 18 घण्टा हुन आँटिसक्यो है लाइनको 18 घण्टा हुन आँटो बल्ल मोबाइल चार्ज गरेर राखेको इन्भर्टर पनि डेड भएछ 20% 1-2 केजी खाउला भनेको गर्मीले खानु सकिएन सेकको चाहिँ 2 केजी खाउला जस्तो विचार थियो तर सकिएन गर्मीले हालत खराब भयो सेकवा 2-3 केजी अनि तङमा 3-4 वटा खाऊ भनेको सकिएन हौ गर्मीले पसेन भाइ 2 केजी खाने भनेर आएको आधी केजी गर्मीले खान सकिएको त्यो पनि धन्न उयो पितेले आएर सगाएर मात्रै न आधी किलो पनि खाने थियो हामी गर्मीले लित्त हेर्छ गर्मीले लु उठौँ अब जाउँ होला त होइन समय पनि भइसक्यो ब्याट्री पनि सकिनु लागिसक्यो एकछिन छप्लन हाल्नु पनि 20% अझ निस्केको हामी पनि यहाँबाट अब त टक्क हामी पौडी खेल्न गइरहेको छौँ सबै बिलिङ हुँदैछ बिलिङ हेलो आमासँग हो ठ्याक्कै यो चाहिँ हाम्रो पथरीको हरियाली वनको यो हाम्रो स्विमिङ पुल हो यहाँ खेल्ने भनेर आएको आउनु चाहिँ अलिकति मान्छे ज्यादा छन् कि जस्तो लाग्यो के कस्तो छ हेरेर अगाडि छेउमै गएर हेर्नु होला उल्टुक्कै हुनी देखेर बसिरहेको छ
ए हारिहाल्यो नि केटाहरू अनि त्यो लास्ट अब त्यो त बिचमा आइपुगेको छैन त नि ओइ डुबिस के हो आइज 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 गलिस गलिस एकदम वाले सकाए ल फाइनली गाइस अब स्विमिङ पनि गरिसक्यो सबैजना लुगा सुगा चेन्ज भइसक्यो होइन अब चाहिँ त्यही हो अब हामीले धेरै भिडियो चाहिँ बनाउनु पाएन यसपालि किनभने हामीसँग अब लाइन त्यही 18-19 घन्टा गएको थियो सो अझै पनि गइरहेको छ आएको छैन अझै पनि त्यो अहिले हामीसँग अब त्यही 15-20% ब्याट्री हुँदा हुँदै पनि हामीले चाहिँ तपाईँहरूको लागि भनेर भिडियो बनाएको छौँ सो के कस्तो हुन्छ कमेन्ट गर्नु होला अनि अर्को सोमबार अर्को भिडियोमा भेट्ने बाचा छ अहिले यो भिडियोलाई क्लोज गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ गड ब्लेस यु अल थ्याङ्क यू लु उठौँ अब जाउँ होला दाइ होइन समय पनि भइसक्यो ब्याट्री पनि सकिनु लागिसक्यो एकछिन छप्लन हाल्नु पनि 20% ल अब पौडी सौडी ल ल यहाँबाट हामी हिँड्नु है बाई ल